यो साँच्चै प्रिमियम लाइभ इभेन्ट नै थियो कि मैले यसो डेट नमिलेर अलिकति र स्म्याकडाउन हेरे जस्तो लाग्यो भनेको, किनकि प्रिमियम लाइभ इभेन्ट त्यस्तो हुन नपर्ने। 4वटा म्याच छ, 4वटा प्रिडिक्टेबल छ, एउटा सरप्राइजेस छैन। सरप्राइजेसको नाममा जेकब फाटो एउटा स्पियरमा उभिएछ, त्यसपछि टङ्गन डेथ ग्रिप लगाइदिएछ। 15 मिनटको म्याच छ भने 25 मिनटको एड्स छ। सो जम्मा 3.5 घन्टाको छ। 6:30 बजे प्रिमियम लाइभ इभेन्ट एन्ड भएछ। 3.5 घन्टामा नि 2 घन्टा त एड्स नै छ, 1 घन्टा मात्रै म्याच छ। के हो यार, अलिकति मेरो दिमागमा कन्फ्युजन भयो होला आजको रको एपिसोडको कुराहरू, जुन चाहिँ ब्याकल्यास जस्तै देखियो अलिकति। तर र चाहिँ आजको राम्रो थियो, किनकि सुरुकै म्याच हुन्छ रलेन्स भर्सेस ब्राउन ब्रेकर। ब्राउन ब्रेकर दाजुले 2चोटि त बसै गरिदिनु भयो यो म्याचमा। एउटा त फ्र्याङ्किङ स्टाइनर बच गरिदिनु भयो, अर्को एउटा डिडिटी पनि बच गरिदिनु भयो। कुनै के भएको ब्राउन ब्रेकरले मैले बुझ्न सकेँ होइन। एउटा त्यो सेट रोलिन्सको स्टम्पको रिभर्सल चाहिँ मलाई एकदमै कडा लाग्यो होइन। द्याट सोज द स्ट्रेन्थ अफ ब्राउन ब्रेकर, त्यो चाहिँ बब्बाल तरिकाले थियो। अर्को चाहिँ आउटसाइड डाइभ पनि राम्रो तरिकाले दिनुभयो, त्यो क्लोज लाइन दिनुहुन्छ नि अनअम्स टेबलमा सेट गरेर आफ्नो अपोनेन्टलाई, त्यो पनि दामी नै थियो। 9 काउन्टभित्र यिनीहरू रिङभित्र आएका हुन्छन्। यो एउटा मुभ चाहिँ बब्बाल तरिकाले एक्जिक्युट भयो भन्छु। त्यो रलिन्सको सुपर प्लेक्सले आफ्नै फ्याल्कन एरो बनाइदिन्छ ब्राउन ब्रेकरले, त्यो चाहिँ राम्रो एक्जिक्युट भयो। सेकेन्ड टाइम फ्र्याङ्किङ स्टाइनर ठिक थियो होइन, त्यो चाहिँ राम्रो थियो। फेरि थर्ड टाइम पनि दिन खोजेको हुन्छ, त्यसले फेरि रिभर्स गरेर सेट रोलिन्सले सुपर किक लाउँछ, फेरि प्याडिग्री लाउँछ, स्टम्प लाउँछ। त्यसपछि मलाई पिनफल हुन्छ कि जस्तो लाग्थ्यो, तर फेरि ब्राउन ब्रेकरले किक आउट गरिदिन्छ। पल हेमनले अलिकति इन्टरफेयर पनि गरेको हुन्छ। त्यहाँ इन्टरफेरेन्सकै कुरा गर्ने हो भने आजको एउटा मात्रै इन्टरफेरेन्स हाम्रो भिजनले हानेको हुन्छ। त्यसपछि लोगन पललाई एउटा चेयर सर्ट दिन्छ सेट रोलिन्सले, यता अस्टिन थ्योरीलाई एउटा चेयर सर्ट दिन्छ। अस्टिन थ्योरीले बब्बाल तरिकाले स्टम्प पनि दिन्छ, जसको एकदमै राम्रो थियो होइन सेल। त्यसपछि भिजन त त्यहाँबाट आउट भयो। एक बेलामा यस्तो हुन्छ कि हाम्रो ब्राउन ब्रेकरले स्पेयर दिएको हुन्छ, त्यसलाई प्याडिग्रीमा कन्भर्ट गर्छ सेट रोलिन्सले। त्यसपछि सेट रोलिन्स स्टम्पको लागि गएको हुन्छ, फेरि ब्राउन ब्रेकरले काउन्टर गर्छ। ब्राउन ब्रेकरले त्यहाँ क्याचिङ स्पेयर दिन्छ, त्यसपछि अझ एउटा स्पेयर दिन्छ, त्यो चाहिँ एकदम प्रपर लागेको हुन्छ। त्यसपछि पिनफल हुन्छ, सेट रोलिन्स लुजेस दिस म्याच अगेन्स्ट ब्राउन ब्रेकर। यो मैले प्रिडिक्सन भिडियोमा नि भनेको थिएँ, एकदम इजी पिजी प्रिडिक्सन थियो होइन। अलिकति बचेसले यताउति गऱ्यो यो म्याचले, नत्र म त भन्छु यो म्याच ठिक थियो। हजुरले गएर हेर्नुहोस् होइन, अलिकति प्रिमियम लाइभ इभेन्टको भाइब पनि दिन्छ, जुन चाहिँ यो सो पुरै र थियो त्यही पनि प्रिमियम लाइभ इभेन्टको यो म्याचले भाइब दियो अलिकति। रलाई एकदम राम्रो तरिकाले डिफाइन गर्ने एउटा म्याच थियो, स्यामी जेन भर्सेस ट्रिक विलियम। मैले भनेको थिएँ मलाई यो न रेसलमेनियामा इन्ट्रेस्ट थियो, न ब्याकल्यासमा इन्ट्रेस्ट थियो, न फ्युडमा इन्ट्रेस्ट थियो होइन। म्याचेसमा पनि मलाई खासै इन्ट्रेस्ट लाग्यो होइन। हजुरले यो म्याच हेर्ने भयो भने सक्नुहुन्छ। लिलियाटीको इन्टरफेरेन्स यति हुन्छ कि यो लिलियाटी भर्सेस स्यामी जेन टाइपको म्याच देखेको थियो। स्यामी जेनले लिलियाटीले फेरि एउटा हलुवा किक पनि दिन्छ होइन रिङतिर, त्यसपछि उसलाई इन्टरफेरेन्सबाट रोक्छ, तर रोकेर केही काम थिएन, किनकि भित्र गएर ट्रिक विलियम्सलाई मद्दत गर्न फेरि लिलियाटीले त्यही क्यान्डलस्टिक उठाउँछ। त्यसपछि पछाडि बजाइदिन्छ स्यामी जेनको, फलोड बाई ट्रिक सर्ट। त्यसपछि ट्रिक विलियम्सले टाइटल रिटेन गर्छ। स्यामी जेनसँग 2-on-1 त भयो थियो, त्यही पनि फेरि क्राउडले स्यामी जेनलाई बु नै गरेछ। ट्रिक विलियम्सले फेभरेट देखाएको छ क्राउडले, कुनै के हो मैले बुझ्न सकेन। आजको रको एपिसोडमा जे होस् म्याचको बिचमा चाहिँ एड्स थिएन, मलाई त्यो कुरा चाहिँ मन पर्यो। अर्को आउँछ हाम्रो एउटा ट्याग टिम म्याच, जहाँ चाहिँ ड्यान हाउजेन द मिज, त्यसपछि किट विल्सन र एउटा ड्यान हाउजेनको मिस्ट्री पार्टनर खेल्नु भएको थियो होइन, त्यो पनि 2v2 म्याचमा। अब जहाँ चाहिँ एकदमै राम्रो तरिकाले बक्चोदीहरूले देख्न सक्नुहुन्छ। बिहान बिहानको 5 बजे म्याच स्टार्ट भएको थियो, मलाई थाहा पनि छ टाइम होइन। मिनी ड्यान हाउजेनले जुन तरिकाले मिच्दै स्कल क्रसिङ फिनाले दिनुभयो, त्यो चाहिँ मलाई एकदमै मन पर्यो। त्यसपछि लास्टमा के हुन्छ भन्दाखेरि बाहिर ड्यान हाउजेन हुन्छ, मिचको हातमा एउटा फायर एक्सटिङ्ग्विसर हुन्छ। असमत यिनीहरूले कर्सलाई रिभर्स गरेको थियो बेसिकली, त्यो मिरर युज गरेर, तर यति बेला मिरर पनि थिएन। त्यो ड्यान हाउजेनको कर्स मिजलाई लागेको हुन्छ। मिजले आफूमाथि त्यो फायर एक्सटिङ्ग्विसर युज गर्छ, किट विल्सनलाई पनि यसो स्वाद सघाउँछ, त्यसपछि भित्र जान्छ, एउटा पम्प किक खान्छ, त्यसपछि पिनफल पनि गराउँछ। प्रिडिक्सन भिडियोमा मैले गेस गरे जस्तै मिज र हाम्रो किट विल्सन यो म्याच हार्छन् र ड्यान हाउजेन र मिस्ट्री पार्टनरको नाममा त्यो मिनी ड्यान हाउजेनले यो म्याच जित्छन्। आस्का भर्सेस इयो स्काईको म्याच हुन्छ र अस्तिसम्म यिनीहरूले प्रोमोमा एकदमै बेटर राइभलरी देखाएका थिए एकअर्कालाई, किनकि भेट्ने बित्तिकै मारिदिइहाल्छन् कि जस्तो हामीलाई एटलिस्ट डर लाग्थ्यो। तर यसपछि म्याच सकिएपछि यिनीहरूलाई हग पनि गरिदिन्छ। यति छिटो कन्ट्रास्ट 2 दिनमा कसरी आयो मैले त्यो बुझ्न सकिनँ। कसैले बुझाउन सक्छ भने प्लिज कमेन्ट सेक्सनमा बुझाइदिनु होला। मलाई हरेक म्याचसँग प्रब्लम छ आजको ब्याकल्यासमा, मलाई यो पुरै पेपर भ्यूसँग प्रब्लम छ क्या एक्चुअलमा भन्नुपर्दाखेरि। हरेक बेला यो स्काई भिक्टिम बन्छ आस्काको ग्रिन मिस्टबाट, तर यसपालि उसले काउन्टर गर्ने एउटा मौका पाउँछ जब ऊ अनअन्स्टेबल माथि चढ्छ। 2 जना अनअन्स्टेबल माथि हुन्छन्, त्यसपछि यिनीहरू लडिरहेका हुन्छन्। आस्काले त्यहाँ ग्रिन मिस्ट छोडिदिन्छ, त्यसपछि त्यहाँको नोटबुक उठाएर यो स्काईले त्यहाँ कभर पनि गरिदिन्छ। त्यसपछि एउटा डाइभिङ क्लोज लाइन पनि दिन्छ आस्कालाई। त्यसपछि सेकेन्ड रोपबाट मुनसाल्ट दिन्छ। सुरुमा त आस्काले यो स्काईलाई जर्मन सुप्लेक्स दिन्छ, त्यसपछि यो स्काईले आस्काले जर्मन सुप्लेक्स दिन्छ, डबल नी पनि दिन्छ। हाम्रो यो स्काईले त्यसलाई फलोअप गरेर एउटा मुनसाल्ट दिन्छ, मुनसाल्ट पछि कभर पनि हुन्छ, पिनफल हुन्छ, त्यो कुरा छोडिदिनुहोस्। त्यसपछि आस्का आएर हग हानिदिन्छ यो स्काईले। यिनीहरूको सबै राइभली सकिन्छ, त्यसपछि यिनीहरूले हग गर्छन् एकअर्कालाई, त्यसपछि यो पुरै दुश्मनी पनि भ्याइन्छ, म्याच पनि सकिन्छ। त्यसपछि सिना दाजु आउनुहुन्छ। सिना दाजुको म अरू गफ सुनाउनु सुरुमा त के भन्नुहुन्छ भन्दाखेरि मैले धेरैलाई अपर्च्युनिटी दिइसकेँ होइन यो रिङमा। मैले अपर्च्युनिटी दिएको कारणले सोल्डरको एनएक्सटीबाट आएको, त्यसपछि
त्यसपछि हाम्रो ओबाफेमी एनएक्सटीबाट आएछ भनेर आफ्नै गुणगान गाउनुहुन्छ होइन, त्यो कुरा छोडिदिनुहोस् होइन, मलाई प्रोमोको बाल छैन भन्नुपर्दाखेरि सिना दाजु यदि हजुरको एउटा अनाउन्समेन्ट यदि मिडै जान्छ भने हजुरले ओभर हाइप किन गर्नुहुन्छ सोसियल मिडियामा, मैले त्यो कुरा बुझ्दिनँ यार। एउटा बेसिकली एउटा क्लब खोलेछ जन सिनाले, जहाँ चाहिँ हजुरले त्यहाँ भएको डब्ल्युडब्ल्यू सुपरस्टार र ट्यालेन्टलाई जिताउन सक्नुहुन्छ विथ द हेल्प अफ योर भोट होइन, बेसिकली भोट दिएर चाहिँ च्याम्पियनसिप जिताउने जन सिनाले एउटा क्लब जस्तो केही खोलेछ होइन, जहाँ चाहिँ रेस्लिङलाई बेनिफिट हुन्छ भने जन सिनाले भन्दा त भनेछ, र यसको नाम चाहिँ जन सिना दाजुले दिनुहुन्छ जन सिना क्लासिक। यति नै थियो अनाउन्समेन्टको नाममा, यति नै थियो। त्यसपछि जन सिना जानुहुन्छ, लेट्स गेट रेडी फर द मेन इभेन्ट भन्नुहुन्छ, त्यसपछि मेन इभेन्ट सुरु पनि हुन्छ जुन चाहिँ हाम्रो जेकब फाटु भर्सेस रोमन रेन्ज। यो कुरालाई साइडमा राखौँ, जेकब फाटु भर्सेस रोमन रेन्ज एकचोटिको लागि भएछ भनेर, किनकि रोमन रेन्जले यो म्याच जसरी जित्छ भन्ने सबैले थाहा थियो। एक्चुअलीमा इन्ट्रेस्टिङ कुरा भनेको जेकब फाटुलाई डब्ल्युडब्ल्यूले कसरी सेभ गर्छ, कसरी प्रोटेक्ट गर्छ, कसरी हराउँछ भन्ने कुरा थियो, र यति हग्यो नि डब्ल्युडब्ल्यूले त्यो सेगमेन्टमा, म के भनौँ यार। जब जेकब फाटुले हजुरले यस्तै रिबिल्ड गरिदिनु भन्छ कि आउने रको एपिसोडमा रोमन रेन्जलाई चोक होल्डमा राखेपछि त्यो टङ अन डेड ग्रिपमा राखेपछि रोमनले सर्भाइभ गर्न सक्दैन भन्ने हल्ले कुरा देखाउनु भएछ, रोमनले त्यसलाई ब्रेक गरेर पेपर भ्यूमा, मैले त्यो कुरा बुझ्छु। त्यसपछि झ्यापो स्पियर दियो, त्यसपछि जेकब फाटुको पिनफल भयो। सुरुमा त टर्न बकल एक्सपोज टर्न बकलमा ठोक्का, त्यसपछि स्पियरको इम्प्याक्ट देखेछ, त्यसपछि पिनफल भयो, ओके त्यो पनि ठिक छ। जेकब फाटु उठ्छ जेकब फाटु, फेरि सुपर ह्युमन हुन्छ जेकब फाटु। ए भाइ तँलाई उठ्नै थियो भने त त्यो किकआउट किन गरिनस् भनेको मेरो एउटा प्रश्न हो कि। जेकब फाटु रोमन रेन्जभन्दा छिटो उठ्दिन्छ, त्यसपछि अझै एउटा टङ्गन डेड क्रिप लगाइदिन्छ, यसको कुनै सेन्स छ भने मलाई प्लिज बुझाऊ, मैले त्यो कुरा एकदमै बुझिनँ। त्यसपछि एक बेलामा टर्न बकल एक्सपोज गरेको रेफ्रीले देख्छ, त्यसलाई रेफ्रीले एकदमै एप्रुभ गर्दैन होइन, रेफ्रीले त्यहाँ काउन्टर गर्छ। फेरि रोमन रेन्जले त्यही टर्न बकलमा जेकब फाटुले लएर ठोकिदियो, त्यसलाई फेरि रोमन रेन्जले एप्रुभ गर्छ रेफ्रीले, केही डिस्क्वालिफाई केही पनि गर्दैन। रेफ्रीले हात उठाउन पाइन्न भन्ने सबैलाई थाहा छ होइन, रोमन रेन्जले त्यहाँ ड्र्याग गरेर रेफ्रीलाई एटलिस्ट भाइ वार्निङ त दे यार, त्यो पनि ठिक छ होला। म्याच 30 मिनटको भयो, म जे होस् इन्जोय गर्थेँ होला, बिचमा यति लामो म्याचमा केही न केही गडबडी हुन्छ सुपरस्टार्सबाट भन्ने कुरा, म थकित हुन्छ भन्ने कुरा बुझ्थ्यो होला। 15 मिनटको म्याच बल्ल गयो होला होइन, अनाउन्स टेबलले पनि बच हानिदिन्छ यो म्याचमा भन्नुपर्दाखेरि, पावर बम दिएको हुन्छ फाटुले रोमन रेन्जलाई अनाउन्स टेबलमा, त्यो पनि बच हुन्छ। टङ्गन दिएको कि मात्रै दिएको हुन्छ फाटुले, एउटा मुनसार्ट दिएको हुन्छ, त्यसमा किक आउट हुन्छ, म त्यो कुरा चाहिँ बुझ्छु। हजुरले म्याचको होइन 3 मिनटको बिचमै सुपरम्यान पञ्चलाई इन्ट्रोड्युस गर्नुहुन्छ भन्ने मलाई थाहा भइसकेको थियो, यो म्याच अब धेरै जान्न लामो टेक्दैन भन्ने कुरा थाहा भइसकेको थियो। एज अ डब्ल्युडब्ल्यू गाई इन 2026 होइन, फ्यान्सको एक्सपिरियन्स यति होइन यति डिस्ट्रोइड भइसकेको छ यो म्याचको एड्सहरूले गर्दा, जति पनि रिङमा यताउति छ, न राम्रो सेट डिजाइन छ होइन, बेसिकली रको टाइटनलाई हटाएर स्म्याकडाउन लेखिदियो, त्यसपछि स्म्याकडाउनलाई हटाएर त्यही ब्याकल्यास लेखिदियो, त्यो पनि ठिक छ। न प्रिमियम लाइभ इभेन्टको भाइब छ, न म्याचेस त्यस्तो छ, न सरप्राइज एलिमेन्ट भन्ने छ, न बिग सुपरस्टार छ। बिग सुपरस्टारको नाममा रिटायर्ड जन सिना आएर आफ्नै क्लब अनाउन्स गर्छ, बिहानको 3:30 बजेको सो छ, त्यसपछि सबै समाप्त गरेर हजुरले जे होस् ब्याकल्यासलाई अलिकति मैले कन्क्लुड गर्न बिर्सेँ, त्यसको लागि म माफी चाहन्छु। जति नराम्रो सो भयो नि कन्क्लुड चाहिँ गर्नुपर्छ। एट द एन्ड अफ द डे रोमन रेन्जले त्यो टाइटल जित्नै थियो, त्यसपछि टर्न बकल एक्सपोज टर्न बकलमा ठोक्काउँछ जेकब फाटुले, त्यसपछि फलोड बाई स्पियर, एउटा स्पियर दिएपछि जेकब फाटुको पिनफल हुन्छ। जेकब फाटु 1 सेकेन्डमा उठिदिन्छ, त्यसपछि कुनै हातमा आयो कि के आयो उसले फेरि टङ्गन डेड ग्रिपमा फसाउँछ रोमन रेन्जलाई, 3-4 चोटि फसाउँछ, लास्टमा जेकब फाटु स्ट्यान्ड टल वर्ल्ड हेभी च्याम्पियनसिप उठाउँछ, त्यसपछि जान्छ। पोस्ट माइनोरिटाको इन्टरभ्यू लिएको हुन्छ, रोमन रेन्जले तँ गलत गरी जेकब फाटु यु डोन्ट बिलङ हियर भनिदिन्छ, जान्छ। त्यही नै हो बेसिकली यो। के भनौँ यार, बिहानको निन्द्रा खराब भयो मेरो। म हजुरलाई भेट्छु अब क्लास इन इटालीको रिभ्यूमा, जस्तो डब्ल्युडब्ल्यू चल्यो म हजुरलाई त्यहीँ भेट्छु जस्तो मलाई चाहिँ लाग्छ एटलिस्ट। जे होस् म हजुरलाई कहिले भेट्छु आई डोन्ट नो, मैले त्यतिकै जोक हाने क्लास इन इटालीमा त्यति त भेट्दिनँ होइन, त्योभन्दा अगाडि नै भेट्छु, कहिले भेट्छु आई डोन्ट नो। आई विल सी यु गाइज नेक्स्ट टाइम, बाई।